हेलो सो गाइज गुड मर्निङ एभ्रिवान। आज चाहिँ अनि हामी चाहिँ तरापी जाँदैछौँ। अनि यहाँ चाहिँ सुजहरू लगाउन लागिरहेको छ होइन। सुजहरू लगाएर अब चाहिँ हामी फाइनली अनि निस्किने है। हेलो सो गाइजहरू, हजुरहरूले देख्न सक्नुहुन्छ अनि नास्ता सास्ता खाएर अनि फ्रेस भएर अनि हामी चाहिँ यसो अनि तरापीतिर निस्किन लागेको। अनि यो डाँडादेखि अलिकति सिधै उता जानुपर्छ। हजुरहरूलाई आज फुल भिडियो देख्न सक्नुहुन्छ होइन। अनि कहाँ कहाँ कस्तो बाटो छ के छ जुम्लाको अनि सबैले भन्छन् रमाइलो छ। रमाइलो त छ, बट सँगसँगै त्यति नै गाह्रो पनि छ बाटो होइन भन्न चाहन्छु म चाहिँ। अनि एकदमै गाह्रो छ बाटोहरू चाहिँ। अनि कस्तो भिड छ अनि यो सिधै कस्तो उकालो ओह्रालो छ, यहाँ झर्नुपर्छ। अनि त्यो चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ। आज चाहिँ बाहिर म चाहिँ अनि घरदेखि निस्किन लागेको। अनि सँगै हामीसँग जङ्गे लक्की कुकुर पनि छ, छाउरो। अनि हामी चाहिँ जाँदैछौँ है अहिले विभिन्न ठाउँबाट। अनि हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट्स सेयर गरिदिनु होला। ल ओके गाइजहरू, हामी फुल भिडियो तपाईँहरूलाई देखाउने नै छु। ओके हेलो सो गाइज, देख्न सक्नुहुन्छ यहाँ चाहिँ मौसम चाहिँ यति खतरा छ होइन। मौसम चाहिँ के गर्ने, गाह्रो छ, खतरा छ मौसम। हेलो सो गाइज, हाई एभ्रिवान। फेरि पनि देख्न सक्नुहुन्छ हजुरहरूले म चाहिँ करिब अनि यहाँ पुलनिर पुगिसकेको छौँ। अनि यो चाहिँ नदी नजिकै छ। घरकोदेखि उता घर छ भनेपछि घरको छेउदेखि अलिकति त्यही 500 मिटर टाढा जतिमा नै घरहरू प्रशस्तै छन् है। यो चाहिँ पुरानो बाउबाजेहरूले लगाएको पुल होइन, देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो गाउँ राम्रो छ भन्नुपर्छ। अब चाहिँ हामी करिब उकालो लाग्ने बेला भयो होइन। उकालो पनि यस्तरी छ कि पुरै छोडिदिनुहोस्, पुरै उकालो छ। देख्न सक्नुहुन्छ यतातिर कस्तो उकालो छ भन्ने कुरा। यस्तै त्यही लाग्छ 1-2 घन्टा जति हिँड्दाखेरि। बिस्तारै देखाउँदै गर्छु। हाम्रो गाउँ चाहिँ यही हो भन्नुपर्छ है गाइजहरू। 2-3 वर्ष अगाडि चाहिँ यस्तो थिएन सिँढीहरू। यहाँ चाहिँ सिँढीहरू थिएन पहिला। अहिले चाहिँ